जय श्रीराम साथीहरू, हेर्नु आज मेरो घरमा के पाक्दैछ। यो ओल हो, तराईको लोकल ओल, जो मेरो जेठी छोरी मेरिना शाहले आफ्नो तरिकाले पकाइराखेको छ। म त यति तेल खाँदिनँ, यो आफ्नो तरिकाले ओल हो, फ्राई गर्दैछ। घिउ र तेल दुइटै हालेको छ। घिउ र तेलमा फ्राई गरेपछि कोक्याउँदैन। यसमा जीरा, गरम मसला, लहसुन, खुर्सानी, धनियाँ पिसेको छ। अब यता चाहिँ यो प्याज मिक्सरमा पिस्छ। अनि यो चाहिँ राजा रानी सागको तरुवा पनि पाक्छ। अब अगाडि पनि हेराउँछु। हेर्नु साथीहरू, अब फ्राई भइसकेको छ। अब यति बेला चाहिँ मसला हाल्नुहुन्छ। मसला हालिसक्यो, अब प्याज हाल्दैछ। मिक्सरको प्याज पिसेको अब हाल्दैछ। अब सबै मिसाएर फ्राई गर्छ। फ्राई गरेपछि फेरि तातो पानी हाल्ने। यसरी नै पकाएर खानु साथीहरू। अनि कोक्याउँदैन यो तराईको ओल, नभए कोक्याउँछ। हेर्नु साथीहरू, मसला फ्राई भइसक्यो। अब तातो पानी हाल्नु हुँदैछ। अब तातो पानीमा एकछिन 10 मिनट जति उबाल्ने। ग्यासको फ्लेम कम गरेर एकछिन छोड्नुपर्छ। त्यस पछाडि यसमा लास्ट दही र छाली मलाई हाल्नुपर्छ। साथीहरू, यो लोकल ओलको तरकारी पाकिसकेको छ। यो बच्चाहरूको लागि आलुको तरुवा र दाल छ। अनि यो राजा रानी सागको तरुवा छ। आज यही छ मेरो भान्सामा। आउनु सबैजना ओल तरकारी खान। अनि भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर गर्नुहोला। जय श्रीराम।